नमस्कार, म डाक्टर सुरेन्द्र अर्याल। हामी आशिष बुक हाउसले यो आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लोकसेवा आयोगका विभिन्न तहका सेवा समूह अन्तर्गतका पाठ्यक्रममा आधारित केही क्लिष्ट विषयवस्तुहरू, केही कन्फ्युजिङ विषयवस्तुहरूका सामग्रीहरू प्रतिस्पर्धी भाइ बहिनीहरूलाई, मित्रहरूलाई अध्ययनको लागि सहजीकरण गर्नको लागि चाहिँ नि केही भिडियोहरू बनाएर पस्कने सिलसिलामा विगतमा हामीले केही भिडियोहरू प्रकाशन पनि भइसकेका छन्। यहाँहरूले अध्ययन गर्नुभयो होला भन्ने मलाई विश्वास पनि लागेको छ। यसै सिलसिलामा मैले आज एउटा अलि टेक्निकल विषय, यो सबै तहमा चाहिँ नि जानकारी पनि राख्नुपर्ने विषय, थोरै लेखामान र नेपालको सन्दर्भको सरकारी सार्वजनिक क्षेत्रको लेखामानको सन्दर्भमा मैले केही कुरा राख्न गइरहेको छु। लेखा सर्वप्रथम हामीले बुझ्न जरुरी के छ भन्दाखेरि लेखा राख्ने काम केही व्यावसायिक काम पनि हो, प्राविधिक काम पनि हो। यसले केही सिद्धान्तहरूको र केही यसले स्ट्यान्डर्डहरूको चाहिँ नि माग गर्दछ। पहिला हामीले के बुझ्न जरुरी छ भन्दाखेरि सिद्धान्त र मानमा पनि के फरक हो भन्ने खालको कन्फ्युजन पनि भएको पाइन्छ। सिद्धान्तहरू मूलभूत रूपमा लामो समयको अभ्यास पश्चात स्थापित केही मूल्य मान्यताहरू हुन्छन् र तिनीहरू एउटा लिखित दस्तावेजको रूपमा पनि प्रतिपादन भएका हुन सक्छन्, अवधारणा सोचको रूपमा पनि विकास भएका हुन सक्छन् र लागू हुँदै जाँदाखेरि चाहिँ तिनी मूल्य मान्यताहरू सिद्धान्तको रूपमा हुन्छन् भने तिनै सिद्धान्तलाई पनि आधार मानेर र त्यो बाहेक थप चाहिँ नि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका लेखा सम्बद्ध चाहिँ नि व्यावसायिक संस्थाहरूले स्थापित गरेका, घोषणा गरेका चाहिँ नि मूलत एउटा कानुनी रूपले बाध्यकारी लिखित एक किसिमका नीतिगत मार्गदर्शक दस्तावेजहरूलाई हामीले मानको रूपमा, स्ट्यान्डर्डको रूपमा लिन्छौँ। कुनै पनि मान हुनको लागि चाहिँ नि मानक निर्धारण संस्थाहरू, अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता प्राप्त त्यस्ता संस्थाहरूको आवश्यकता पर्छ। जस्तो अब लेखासित सम्बन्धित चाहिँ अन्तर्राष्ट्रिय एउटा संस्था हामीले आइफ्याक भन्ने गर्छौँ, इन्टरनेसनल फेडरेसन अफ अकाउन्टेन्ट्स, र यसले मूलभूत रूपमा विभिन्न क्षेत्रमा लागू गर्ने चाहिँ मानहरूको चाहिँ नि यस अन्तर्गतका विभिन्न बोर्डहरू, समितिहरू मार्फत चाहिँ मानहरूको चाहिँ विकास गरेको हुन्छ। फर इक्जाम्पल यसले एउटा इन्टरनेसनल अकाउन्टिङ स्ट्यान्डर्ड भनेर चाहिँ नि एउटा मानको विकास गरेको छ। त्यस्तै अर्को चाहिँ नि इन्टरनेसनल पब्लिक सेक्टर अकाउन्टिङ स्ट्यान्डर्ड, जसलाई हामीले इप्स्यास भनेर भन्छौँ, त्यो मानको विकास गरेको छ भने त्यस्तै अर्को इन्टरनेसनल फाइनेन्सिङ रिपोर्टिङ स्ट्यान्डर्ड भनेर चाहिँ एउटा वित्तीय प्रतिवेदन मान भनेर यसले विभिन्न खालका चाहिँ नि विभिन्न क्षेत्रमा लागू हुने गरेको चाहिँ नि मानहरूको चाहिँ विकास गरेको छ। एउटा इन्टरनेसनल अकाउन्टिङ स्ट्यान्डर्ड, एउटा इन्टरनेसनल पब्लिक सेक्टर अकाउन्टिङ स्ट्यान्डर्ड, एउटा इन्टरनेसनल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड लगायतका मानहरू अन्तर्राष्ट्रिय स्तरमा चाहिँ नि मान्यता प्राप्त मानहरू हुन्। नेपालमा चार्टर्ड एकाउन्टेन्ट ऐन 2053 अनुसार चाहिँ नेपालमा व्यावसायिक संस्थाहरूलाई विकसित गर्न, यस्ता मानहरू विकास गर्नको लागि चार्टर्ड एकाउन्टेन्ट संस्था र त्यस अन्तर्गत चाहिँ नि एउटा लेखामान बोर्डको पनि विकास गरिएको छ। र हामीले तिनै इन्टरनेसनल मानहरूलाई आधारित बनाएर चाहिँ नि नेपालमा पनि हामीले नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड एउटा, त्यस्तै गरेर चाहिँ पब्लिक सेक्टरमा लागू गर्नको लागि चाहिँ नि नेपाल पब्लिक सेक्टर अकाउन्टिङ स्ट्यान्डर्ड र अन्य कम्पनीहरू, ठुला व्यावसायिक संस्थाहरूमा चाहिँ लागू गर्नको लागि नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड गरेर एनएफआरएस गरेर चाहिँ 3 किसिमका मानहरू नेपालको विभिन्न क्षेत्रमा चाहिँ लागू हुन्छ। नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड एनएएस, नेपाल पब्लिक सेक्टर एकाउन्टिङ स्ट्यान्डर्ड नेप्सास र नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड एनएफआरएस भनेर चाहिँ हामीले नेपालका विभिन्न सङ्घ संस्थाहरूमा लागू हुन्छ। त्यसमध्ये एनएएस मूलभूत रूपमा साना तथा मझौला सङ्घ संस्थाहरूमा लागू गरिन्छ, जुन इन्टरनेसनल अकाउन्टिङ स्ट्यान्डर्डसँग तादात्म्यता गरेर चाहिँ बनाइएको एनएएस हो। त्यो क्रमशः कम हुँदै गएको छ। अब नेपालका सङ्घ प्रदेश स्थानीय तहका सरकारी निकायहरूमा प्लस अन्य एक्स्ट्रा बजेटरी इन्टिटिजहरूले पनि लागू गर्ने गरी सार्वजनिक निकायहरूमा लागू गर्ने गरी चाहिँ हामीले नेपाल पब्लिक सेक्टर अकाउन्टिङ स्ट्यान्डर्ड लागू गरेका छौँ, नेप्सास लागू गरेका छौँ हामी भने। अन्य नेपालका सार्वजनिक संस्थानहरू, कम्पनी कानुनअनुसार स्थापित संस्थाहरू र ठुला व्यावसायिक घरानाहरूले, ब्याङ्किङ संस्थाहरूले, वित्तीय संस्थाहरूले लागू गर्ने गरी चाहिँ नि नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड भनेर एनएफआरएस गरेर चाहिँ नि यो 3वटा क्षेत्रमा लागू गर्ने गरी चाहिँ हाम्रा नेपालका लेखामानको चाहिँ विकास गरिएको छ। अब
त्यसमध्ये मूलभूत रूपमा हामीले नेप्सास चाहिँ नि सङ्घ प्रदेश र स्थानीय तहका सरकारी निकायहरूमा फाइनेन्सियल स्टेटमेन्टहरू तयार गर्नको लागि इन्टिग्रेटेड फाइनेन्सियल स्टेटमेन्ट तयार गर्नको लागि चाहिँ नि लागू गर्ने चाहिँ मान भनेको चाहिँ नेपाल पब्लिक सेक्टर एकाउन्टिङ स्ट्यान्डर्ड हो, जुन यो अन्तर्राष्ट्रिय स्तरमा पनि इफ्स्यासको नेपाली भर्सन नेप्सास हो। इफ्स्यास पनि यो आइफ्याक अन्तर्गत इफ्स्यास पनि दुई किसिमको हुन्छ, एउटा क्यास बेस्ड इफ्स्यास र एउटा अक्रुअल बेस्ड इफ्स्यास। हामीले नगदमा आधारित चाहिँ सरकारी लेखा राख्ने भएको हुँदाखेरि हामीले क्यास बेस्ड इफ्स्यासलाई आधारित मानेर चाहिँ हामीले क्यास बेस्ड नेप्सास लागू गरेका छौँ। र अब हामीले यो नेपालको लेखा प्रणाली, सरकारी लेखा प्रणाली अलिकति अपूर्ण भयो, यसले सबै कारोबारलाई समेट्न सकेन, यसले फाइनेन्सियल स्टेटमेन्टहरूको चाहिँ नि कम्प्लिट इन्फर्मेसन दिन सकेन, फाइनेन्सियल स्टेटमेन्टहरू चाहिँ नि इभन ब्यालेन्स सिटसम्म पनि बनाउन सकेन भन्ने ढङ्गको जुन कुरा भइराखेको हुँदाखेरि सबै सम्पत्तिहरू दायित्वहरूको चाहिँ नि व्यवस्थित लेखाङ्कन गर्न नसकेको कारणले गर्दाखेरि अब हामी एक्रुअल बेसमा जानुपर्छ भन्ने हाम्रो चाहिँ नि जुन सुझाव हरेक खालका आयोगहरूले र अध्ययन प्रतिवेदनहरूले चाहिँ सुझावहरू दिएको सन्दर्भमा अब हामी अक्रुअल बेसमा जाँदाखेरि हामीले अहिले लागू गरेको चाहिँ नि क्यास बेस्ड नेप्सासलाई अब हामी यसको अन्तर्राष्ट्रिय भर्सन अक्रुअल बेस्ड इफ्स्यासमा आधारित भएर हामीले अक्रुअल बेस चाहिँ नि नेप्सासमा जानुपर्ने आवश्यकता छ। त्यसको लागि हामीले लेखा प्रणालीमा चाहिँ सुधारको अभियान अन्तर्गत चाहिँ व्यापक रूपमा पूर्वाधारहरू तयार गर्ने र पहिला हामी अक्रुअल बेसमा चाहिँ नि लेखाङ्कनमा जाने चाहिँ हामीले आधार सिर्जना गर्नुपर्छ। त्यसको आधारमा हामीले चाहिँ नि अब हामीले लागू गर्ने भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ नि नेप्सास त नेप्सासै हो, तर त्यो नेप्सास चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ नि इफ्स्यासको भर्सन नेप्सास, तर इफ्स्यास पनि के रहेछ त भन्दाखेरि चाहिँ नि अक्रुअल बेस चाहिँ इफ्स्यासको भर्सन अक्रुअल बेस नेप्सासमा गएर चाहिँ हामीले त्यो लागू गर्ने र त्यो अनुसारको ढाँचा लेखा निर्देशिका बनाएर हामीले कानुनी आधारमा पनि सुधार गर्न सक्यौँ भने नेपालको सरकारी लेखा प्रणाली, सार्वजनिक क्षेत्रको लेखा प्रणाली चाहिँ नि अलि व्यवस्थित, पूर्ण र यसले सबै वित्तीय सूचनाहरूलाई चाहिँ नि समेटेर चाहिँ नि एउटा विश्वसनीय चाहिँ नि फाइनेन्सियल स्टेटमेन्ट तयार गर्ने र यो दार्जिलिङ समुदायहरू अन्तर्राष्ट्रिय चाहिँ नि हाम्रो प्र्याक्टिससँग हार्मोनाइज हुने गरी हाम्रो लेखा प्रणालीमा सुधार गर्न सकिन्छ भन्ने हामीले अपेक्षा गर्न सक्छौँ। त्यस कारणले अबको आवश्यकता भनेको चाहिँ हामी अलिकति अक्रुअल बेस्ड नेप्सास बनाउनुतिर लाग्नुपर्छ र हामी त्यो ढङ्गले चाहिँ काम गर्नुपर्छ भन्ने मैले यति जानकारी गराएँ। धैर्यता साथ सुनिदिनु भयो। यो सानो चाहिँ भिडियोको लागि चाहिँ हस् ल, धन्यवाद।